नमस्कार। आज हामी यो सरकारको भर्खरै आएको वार्षिक बजेटबारे अलि गहिरिएर कुरा गर्दैछौँ। हजुर। हामीसँग बजेटकै दस्तावेज छ, मतलब budget.pdf कै कुराहरू हुन्। हाम्रो कोसिस चाहिँ यसका मुख्य योजना, प्राथमिकता अनि चुनौतीहरूलाई अलि सरल पारेर बुझ्ने र बुझाउने हो। एकदमै। एकातिर संविधान पछिको नयाँ परिवेश छ, हैन? तर अर्कोतिर यो राजनीतिक अस्थिरताले सेवा र विकासमा कस्तो असर पारेको छ त्यो पनि छँदैछ। यस्तो बेलामा आएको बजेटले के भन्छ त? हेरौँ न। हो, सुरुमै भन्नुपर्दा बजेटले केही गम्भीर आर्थिक चुनौतीहरू छन् भनेर मानेको चाहिँ देखिन्छ। जस्तो कि व्यापार घाटा बढिरहेको छ, होइन? अनि देशको आफ्नै उत्पादन क्षमता अलिक कमजोर नै छ। राजस्व पनि सोचे जस्तो उठिरहेको छैन, अनि त्यो सार्वजनिक ऋणको भार पनि बढ्दो छ। यस्तोमा फेरि सार्वजनिक प्रशासन सेवा प्रवाहलाई अलि नागरिक मैत्री बनाउनु पर्ने दबाव पनि छँदैछ नि। यी चुनौती त देखिएकै छन्, तर यही बजेटमा सरकारले फेरि अर्थतन्त्रको विश्वसनीयता बढाउँछौँ पनि भनेको छ नि। जस्तो त्यो सम्पत्ति शुद्धिकरणको जोखिम घटाउने, देशको क्रेडिट रेटिङ सुधार्ने भन्ने कुराहरू। हो, प्रतिबद्धताहरू त छन्। निजी क्षेत्रलाई पनि अलि उत्साहित गर्ने, लगानी ल्याउने अनि निर्यात बढाउने, आन्तरिक उत्पादनमा जोड दिने, अर्थतन्त्र चलायमान बनाउने भन्ने लक्ष्यहरू पनि देखिन्छन्। तर यी प्रतिबद्धता कतिको महत्त्वकांक्षी हुन्? मतलब गर्न सकिने खालका छन् त? खै, महत्त्वकांक्षी त पक्कै हुन्। उद्देश्यहरू हेर्नुभयो भने पनि उत्पादन बढाउने, रोजगारी सृजना गर्ने, गरिबी घटाउने, न्यायपूर्ण वितरण गर्ने, शिक्षा स्वास्थ्यमा सुधार गर्ने, सन्तुलित विकास, सुशासन, भ्रष्टाचार नियन्त्रण, यस्ता धेरै फराकिला लक्ष्यहरू छन्। अब यी सबै पूरा गर्न स्रोत चाहियो, कार्यान्वयन क्षमता चाहियो, होइन? त्यो मुख्य कुरा हो। अनि संघीयताको कुरा पनि महत्त्वपूर्ण छ। प्रदेश र स्थानीय तहमा स्रोत कसरी जाँदैछ त यसपालि? यो बजेटले चाहिँ प्रदेश र स्थानीय तहलाई विभिन्न अनुदानहरू जस्तो समानीकरण, सशर्त, सम्पूरक, विशेष अनुदान अनि राजस्व बाँडफाँड गरेर सबै मिलाएर लगभग 5 खर्ब 82 अर्ब रुपियाँ जति पठाउने अनुमान गरेको छ। 5 खर्ब 82 अर्ब? यो त राम्रै रकम हो नि है? हो, संविधानले दिएको अधिकार प्रयोग गर्न स्थानीय तहलाई यो रकम महत्त्वपूर्ण हुन्छ। तर फेरि प्रश्न उठ्छ, यसको खर्च कतिको प्रभावकारी होला? त्यो सुनिश्चित कसरी गर्ने? त्यो त सधैँको प्रश्न भइहाल्यो। अब अलिकति क्षेत्रगत प्राथमिकतामा जाउँ न। कृषि, जुन हाम्रो अर्थतन्त्रको आधार नै हो, त्यसमा के कार्यक्रम देखिन्छन्? कृषिमा चाहिँ परम्परागत खेतीलाई अलि आधुनिक बनाउने अनि व्यावसायिक बनाउने, उत्पादन बढाउने भन्नेमा जोड छ। खाद्यान्न, तरकारी, फलफूल, दूध, मासु, यिनमा आत्मनिर्भर हुने भन्ने होला? त्यही हो। यसको लागि जमिनको सही प्रयोग गर्ने, निर्यात बढाउन त्यो जैविक प्रमाणीकरण, क्वारेन्टाइनमा अलि सजिलो बनाउने अनि जङ्गली जनावरबाट बाली जोगाउने, कृषि बजार बनाउने जस्ता कुराहरू छन्। कृषकलाई राहत पनि केही छ कि? छ नि। बिमा प्रिमियममा अनुदान दिनलाई 2 अर्ब 30 करोड छुट्याएको छ। अनि दलित समुदायलाई उद्यमशील बनाउन भगत सर्वजित कार्यक्रम भन्ने पनि छ, त्यसलाई 50 करोड जति। त्यो राम्रो कुरा हो। अनि उद्योग र लगानी भित्र्याउनेतिर केही नयाँ छ? लगानी ल्याउनलाई त्यो जग्गा प्राप्ति र हदबन्दी सम्बन्धी कानुनहरू फेर्ने भन्ने कुरा छ। ठूला विदेशी लगानीकर्तालाई तान्न एङ्कर इन्भेस्टमेन्ट नीति ल्याउने रे। एङ्कर इन्भेस्टमेन्ट? हजुर। अनि लगानी बोर्ड मार्फत सार्वजनिक निजी साझेदारीलाई पनि अलि बलियो बनाउने योजना देखिन्छ। तर अब विगतमा हेर्दा नीति बन्ने तर कार्यान्वयनमा ढिलासुस्ती हुने समस्या छ नि त। त्यो खाडल पुर्नु नै ठूलो चुनौती हो त नि। पर्यटन र हवाई यातायातमा नि केही देखिन्छ? पर्यटनमा नयाँ ट्रेकिङ रुटहरू खोल्ने, प्रवर्धन गर्ने कुराहरू छन्। अनि विमानस्थलहरू भैरवा, पोखरालाई अझै प्रोत्साहन दिने रे, निजगढ पनि अगाडि बढाउने भन्ने छ। भित्रका विमानस्थल नि? भद्रपुर, टरीगाउँ, सुकेटार जस्ता आन्तरिक विमानस्थलको क्षमता बढाउने पनि उल्लेख छ। समग्रमा पर्यटन मन्त्रालयलाई 13 अर्ब 28 करोड जति छुट्याइएको छ। अरू क्षेत्रहरू जस्तो वन, वातावरण, सञ्चार, शिक्षा, स्वास्थ्य, छोटकरीमा के छन् मुख्य कुरा? वनमा चाहिँ वन पैदावारको राम्रो उपयोग गर्ने अनि त्यो कार्बन व्यापारबाट फाइदा लिने तयारी गर्ने भन्ने छ।
प्रदूषण घटाउने, विशेष गरी उद्योगमा बिजुली प्रयोग बढाउने, ढडेलो नियन्त्रण गर्ने कुराहरू पनि छन्। संसारतिर सञ्चारमा डिजिटल पहुँच बढाउने, 4G सेवा विस्तार र गुणस्तर सुधार्ने, 5G सुरु गर्ने लक्ष्य छ। अनि त्यो मोबाइलको IMEI दर्ता अनिवार्य गर्ने भनिएको छ। शिक्षा र स्वास्थ्य नि? शिक्षामा शिक्षक तालिम, डिजिटल सिकाइमा जोड छ, अनि गुरुकुल, गुम्बा, मदरसा जस्ता परम्परागत शिक्षालाई पनि जोगाउने प्रयास देखिन्छ। विदेशी विद्यार्थीलाई फ्री भिजा दिने कुरा पनि रहेछ। स्वास्थ्यमा चाहिँ आधारभूत अस्पताल बनाउन सक्नलाई 11 अर्ब 24 करोड छ। डिजिटल स्वास्थ्य सेवा बढाउने, देशमै औषधि बनाउन सजिलो पार्ने जस्ता कुरा छन्। पूर्वाधार विकास त सधैँ प्राथमिकतामा पर्छ। ऊर्जा, सिँचाइ, यातायातमा के छ खास? ऊर्जामा देशभित्रै बिजुली खपत बढाउने, सबै गाउँमा बत्ती पुर्याउने काम सक्ने अनि निर्यात पनि बढाउने लक्ष्य छ। हरित हाइड्रोजनको सम्भाव्यता अध्ययन गर्ने कुरा अलि नयाँ सुनियो। सिँचाइ? सिँचाइमा लिफ्ट सिँचाइ बढाउनेमा जोड देखिन्छ। यातायातमा त पूर्व पश्चिम राजमार्गको स्तरोन्नतिका लागि राम्रै पैसा छ, 21 अर्ब 19 करोड जति। ओहो। अनि अरू रणनीतिक सडक, पुल, सुरुङमार्ग त्यो 2080-82 भित्र 3वटा सक्ने लक्ष्य लिएको छ। पोर्टवे जस्तो नयाँ खालको यातायातको अध्ययन गर्ने पनि भनिएको छ। वित्तीय क्षेत्र सुधार र सुशासन पनि त होला नि? छ। वित्तीय क्षेत्रमा नियामक निकायलाई बलियो बनाउने, कर्जा लिन सजिलो बनाउने, पुँजी बजार विकास गर्ने, अनि त्यो नियो ब्याङ्क मतलब पुरै डिजिटल ब्याङ्क 2080-82 भित्र खोल्ने योजना रहेछ। नियो ब्याङ्क चाखलाग्दो छ। अनि क्रिप्टोकरेन्सी जस्ता अवैध कारोबार रोक्ने कुरा पनि छ। सुशासनमा सङ्घीय निजामती सेवा विधेयक पास गर्ने लक्ष्य छ। आयोजना व्यवस्थापनमा पनि सुधार गर्ने भनिएको छ। आयोजना सङ्ख्या घटाउने, नयाँ सङ्घीय आयोजना कम्तीमा 3 करोडको हुनुपर्ने अनि राष्ट्रिय गौरवका आयोजनामा बढी ध्यान दिने। ल, यति धेरै योजना पैसा कहाँबाट आउँछ त? राजस्व नीति कस्तो छ? अब पैसा जुटाउन त कर नै हो मुख्य। मदिरा, चुरोटमा कर बढाएको छ। स्वास्थ्य जोखिम करको दायरा पनि बढाएको छ। अनि अरू? विद्युतीय बिजक अनिवार्य गर्ने, स्वैच्छिक कर सहभागिता बढाउने नीति छ। चुवावट रोक्न प्रविधि प्रयोग गर्ने, पेपरलेस, कन्ट्याक्टलेस, फेसलेस प्रशासन बनाउने, सूचना आदान प्रदान गर्नेमा जोड दिएको छ। ल, ठिक छ। अब अन्त्यमा यो बजेटको कुल आकार कति हो र स्रोत कसरी जुटाउने अनुमान छ त्यो पनि भनिदिनुस् न। हुन्छ। आगामी आर्थिक वर्ष 2082-83 को लागि कुल बजेट चाहिँ 19 खर्ब 64 अर्ब 11 करोड रुपैयाँ अनुमान गरिएको छ। 19 खर्ब 64 अर्ब। पुँजीगत मतलब विकास खर्च चाहिँ 4 खर्ब 8 अर्ब जति। अनि वित्तीय व्यवस्था ऋण तिर्ने आदिमा करिब 4 खर्ब 18 अर्ब। अनि स्रोत चाहिँ? स्रोतमा सबैभन्दा धेरै त राजस्वबाटै 13 खर्ब 15 अर्ब उठाउने लक्ष्य छ। वैदेशिक अनुदान साह्रै कम छ, 53 अर्ब जति मात्रै। बाँकी चाहिँ वैदेशिक ऋण 2 खर्ब 34 अर्ब जति र आन्तरिक ऋण 3 खर्ब 62 अर्बबाट पूर्ति गर्ने देखिन्छ। यो सबै सुन्दा त बजेट एकातिर आर्थिक पुनरुत्थान, पूर्वाधार, कृषि, सामाजिक क्षेत्रमा लगानी गरेर अघि बढ्न खोजेको जस्तो देखिन्छ हैन? तर अर्कोतिर स्रोत जुटाउन राजस्व र अझ बढी ऋणमा भर पर्नुपर्ने अवस्था प्रष्टै छ। हो, त्यही नै हो सबैभन्दा विचार गर्नुपर्ने कुरा। यति धेरै महत्त्वकांक्षी लक्ष्य छन्, राम्रै हो, तर तिनलाई साँच्चै पूरा गर्न चाहिने पैसा जुटाउने क्षमता कति छ? अनि जुटाएको पैसा ठिक ठाउँमा प्रभावकारी ढङ्गले खर्च गर्ने हाम्रो संयन्त्र कतिको बलियो छ? अनि यो बढ्दो ऋणको भारलाई कसरी धान्ने? खास गरी विगतमा हाम्रो कार्यान्वयन क्षमता अलिक कमजोर देखिँदै आएको छ, हैन? अनि बाहिरबाट आर्थिक जोखिमहरू पनि आउन सक्छन्। यस्तो बेलामा बजेटका सपना र यथार्थ बीच कसरी तालमेल मिल्छ होला? यो चाहिँ अब हेर्नुपर्ने मुख्य प्रश्न हो।